सम्माननीय सभामुख महोदय, मान्यज्यूले अगाडि आफ्नो छलफलको क्रममा आफ्नो कुराहरू राख्दै गर्दा धेरै कुराहरू यहाँ प्रस्तुत गर्नु भएको छ, जसले गर्दाखेरि यो संसदीय मर्यादा जुन संसदमा अभ्यास गरिँदै गर्दाखेरि बोल्नुपर्ने कुराहरू धेरै त्यो आपत्तिजनक कुराहरू आएका छन्, जसको कारणले गर्दाखेरि मैले नियम आपत्ति गर्दैछु। केही उदाहरणहरू म प्रस्तुत गर्न चाहन्छु। उहाँले बोल्दै गर्दाखेरि एउटा यो जमातलाई एउटा जुन यो सम्मानित सदन छ, सम्मानित सदनमा एउटा सार्वभौम जनताको मताधिकार प्रयोग भएको त्यो मताधिकार लिएर हामी निर्वाचित भएर आएका छौँ, तर निर्वाचित भएर आएको एउटा चाहिँ जुन सार्वभौम संसद छ, सार्वभौम संसदलाई उहाँले अराजक जमातको भिड भनेर यो संसदीय मर्यादा र यो संसदकै अपमान गर्नुभएको छ। त्यसकारणले गर्दाखेरि यो अत्यन्तै आपत्तिजनक छ। त्यस्तै गरी उहाँले बोल्दै गर्दा निरन्तर नेपाली सेनालाई, जुन सम्मानित एउटा नेपाली सेना छ, त्यो नेपाली सेनालाई पनि विरोधमा एउटा विवादमा ल्याउने गरेर अभिव्यक्तिहरू दिनुभएको छ। त्यस्तै गरी उहाँले बोल्दै गर्दाखेरि एउटा पार्टीदेखि अर्को पार्टीलाई सम्मान गर्नुपर्ने एउटा चाहिँ संसदीय जुन आचरण छ, त्यो आचरण विपरीत गई कथित नीलो क्रान्ति, रासोपाको अधिनायकवाद जस्ता शब्दहरू प्रयोग गर्नु भएको छ, जसको कारणले गर्दाखेरि एउटा संसदीय गरिमा, संसदीय मर्यादामा उहाँले आक्रमण गर्नु भएको हिसाबले गर्दाखेरि पनि उहाँको चाहिँ यो उहाँले बोल्दै गर्दाखेरि जति पनि समय व्यतीत गर्नु भएको छ, उहाँले सदनको रोस्टममा उभिएर जे जति बोल्नु भएको छ, त्यो बोलेका सम्पूर्ण कुराहरू यो संसदको रेकर्डबाट हटाइयोस्। आज सदनमा यो संसदीय इतिहास, संसदीय रेकर्डमा रहने कुरा आजको पुस्ताले, अहिलेको समयले मात्र हेर्ने होइन, भोलिको पुस्ताले पनि हेर्ने भएको विषयको कारणले गर्दाखेरि हामी संसदमा उपस्थित भइरहँदा यस्ता अमर्यादित र अशोभनीय कुराहरूलाई हामीले रेकर्डमा राखेर जान चाहिँ हामी सक्दैनौँ। त्यसकारणले गर्दाखेरि मान्यज्यूले उठाउनु भएका सम्पूर्ण कुराहरूलाई रेकर्डबाट हटाइयोस्। हस्, धन्यवाद।